बिस्तारै लैजाऊ है अगाडि अगाडि आँखा हेरेर खान्छ होला सोइलो भात बाबु तँलाई बोक्न अन्त नि बुइमा बोक्या हुन्थ्यो नि तँ हो रे एकछिन पैसा हो त्यसो गर सलेन पानी लगाएपछि त बिसो हुन्छ क्या आमालाई मैले छुन हुँदैन बहिनी राखेर बहिनी रा आमालाई नि गाह्रो हुन्छ कि आउनु त दिदी अगाडि पछाडि ऊ छ नि अरे पछाडि हेर नि त छानु पर्यो अरे ऊ झोला चाहिँ कपडा लिएर आउनुपर्छ नि बाहिर ल्याएन कहाँ राख्नुहुन्छ आमालाई अगाडि पछाडि यतिर दिदी यतिर जान्छ भने ल आमा राम्रोसँग बिसो भएर आउनु है आमालाई सुताएर टाउकोतिर दिदीले बसालिदिउँ खुट्टातिर भाइ बसिन् दाइ बसिन् झोलाहरू कहाँ छ यहाँ हालौँ त झोलाहरू यहाँ ओढाउनु चाहियो नि आमा चाहियो नि यसी दिदी आएछ दिदी कहाँ लाग्यो त यहीँ राखिदिन्छ है झोला आमा गयौँ है हामी फाटा आउनु है बिसो बना भयो हुन्छ बिसो नआत्तिनु बिसो हुन्छ सलिन पानी लासी ल यता